सर्वप्रथम त तपाईलाई यो भिडियो हेर्नु राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। यो वाक्य राजा ज्ञानेन्द्रले प्रजातन्त्रको दिन भनेको हो। उनले किन यस्तो भनेका छन् र अब अन्तरिम सरकारपछि राजा ज्ञानेन्द्रको उदय हुन सक्छ त? आजको भिडियोमा त्यसबारे बुझौँ। नेपालभरि हरेक ठाउँमा एउटै प्रश्न गुन्जिरहेको छ, राजा फर्किए भने देशमा फेरि स्थिरता आउँछ कि त्यही पुरानै अस्थिर रहन्छ? नेतामाथि विश्वास घट्दो छ र जनतामा निराशा बढ्दो छ। राजा ज्ञानेन्द्र अहिले पनि नेपाली राजनीतिमा चर्चाका विषय हुन्। कहिले मेला उत्सवमा, कहिले धार्मिक कार्यक्रममा त कहिले जनतामाझ देखिने उनी अहिले फेरि युवाहरूको नजरमा परेका छन्। जेन्जीबाट सुरु भएको विरोधपछि धेरैले प्रश्न गर्न थालेका छन्, अब देशलाई पुरानो राजतन्त्र चाहिन्छ कि नयाँ बाटो? त्यही कारणले अहिले यो प्रश्न देशका हरेक कुनामा गुन्जिरहेको छ। तर ठ्याक्कै कुरा गरौँ, के राजाको फिर्ती सम्भव छ त? संविधान अनुसार नेपालमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, त्यसैले कानुनी रूपमा राजतन्त्र फर्किन सजिलो छैन। तर इतिहासले देखाएको छ नेपालमा राजनीतिक परिवर्तन कहिल्यै स्थिर रहँदैन। 5 वर्षमा 5 सरकार, जनताको आस्था हराउँदै युवाहरू विदेशतिर, यी सबै कुराले जनताको मनमा फेरि त्यो पुरानो शासनको सम्झना जगाएको छ। राजा ज्ञानेन्द्र चाह्यो भने उनी प्रतीकात्मक रूपमा जनताको समर्थनमा पुनः जुटाउन सक्छन्। तर राजा फर्किन्छन् कि फर्किन्नन्, त्योभन्दा ठुलो प्रश्न हो कि के जनता साँच्चै फेरि राजालाई चाहन्छन्? के नयाँ पुस्ताले जसले राजाको देखेकै छैन त्यसले राजतन्त्र बुझ्न तयार छ? कसैले भन्छ राजा फर्कियो भने स्थिरता आउँछ, अर्कोतर्फ भन्छन् यो त इतिहास हो, अब नयाँ नेपाल चाहिन्छ। तर खबरदार, इतिहासले देखाएको छ नेपालमा असम्भव भन्ने कुरा धेरै पटक सम्भव बनेको छ। के 2082 साल फेरि त्यही परिवर्तनको सुरुवात त होइन? अब प्रश्न तपाईलाई के लाग्छ? राजा ज्ञानेन्द्र फेरि फर्किन्छन्? तपाईँ राजतन्त्रको पक्षमा हुनुहुन्छ कि गणतन्त्रमा हुनुहुन्छ? हामीलाई तपाईँको प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नछुट्नुहोला। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।